Namaskar, I'm Kavita Dangur. I'm STEAM MA 1 year scholar. So, as a requirement of our subject resource material development, I have developed few materials for mathematics class 10. Here I'm going to share that materials. Here you can see my first material is from thinking routine. It is connect, extend, and challenge. So, as a mathematics teacher, I want my students to be critical thinker and creators. They, I want them to be uh, think critically and creative too. So I designed this thinking routine for set unit so that they can relate their prior knowledge, think and solve problems. So this helps them to relate real world also. That means real world problem. It contains survey. So this set is very important chapter. It deals with sorting out large quantity of information. So for this, I create this worksheet. In activity 1, I have create context. So here, context is we are going to an educational excursion as a requirement of social study, and they have to write which place they want to visit. So options are Kathmandu Darbar Square, Patan Darbar Square, and Bhaktapur Darbar Square. So in activity 1, students will write their places and with region. Here I try to connect with social study also. सो नानी बाबुहरूले आफ्नो मन परेको स्थान लेख्नुहुन्छ र त्यसको किन मनपर्छ भन्ने रिजन कारण पनि लेख्नुहुन्छ किन घुम्न मन लाग्छ त अनि त्यसपछि एक्टिभिटी 2 मा I help them to write number of students that is real survey. How many of them want to visit Kathmandu with region or Patan, Kathmandu, Bhaktapur. In that way, we just gathers the information. And in activity 3, actually 3 and 4 is the group work. उहाँले चार्ट पेपरमा गर्नुहुन्छ त्यो इन्फर्मेसनको आधारमा भेन डायग्राम बनाउने र 3वटा क्वेसनहरू लेख्ने यसमा कनेक्ट फर्स्ट एक्टिभिटीमा आयो भने एक्सटेन्ड एक्टिभिटी 3 मा उहाँले सिकेको सेट्सको बारेमा युनियन इन्टरसेक्सन कम्प्लिमेन्ट त्यो कुरा चाहिँ यसमा इलाबोरेट गर्नुहुन्छ नलेज फिगर बनाउनुहुन्छ एन्ड देन च्यालेन्जको रूपमा मैले 3वटा क्वेसनहरू बनाउनको लागि यहाँ काम दिएको छु जसमा उहाँले आफ्नो नलेज अनुसार कुनै पनि एउटा unknown value बनाएर क्वेसन बनाउनुहुन्छ एन्ड देन they write the formula and solve it as well. अनि एक्टिभिटी 5 मा रिफ्लेक्सन राखेको छु यो चाहिँ इन्डिभिजुअल नै हुनेछ एज अ स्टुडेन्ट रिफ्लेक्सन इज अल्सो भेरी इम्पोर्टेन्ट उहाँले के सिक्नुभयो के गाह्रो छ अनि इम्प्रुभमेन्ट गर्नलाई के गर्न सकिन्छ
त्यो यसमा लेख्नुहुन्छ and this is a user guideline so that other teacher also can do this activity. यहाँ चाहिँ मैले क्लासमा अप्लाई गरेको यही एक्टिभिटीको केही फोटोहरू राखेको छु जसमा नानी बाबुहरूले आफ्नो एक्टिभिटी वर्कसिटमा जुन एक्टिभिटी दिएको छ त्यो गर्दै हुनुहुन्छ। फर्स्टमा जुन सर्वे प्राप्त भयो क्लासरुममा त्यो मैले यसरी बोर्डमा लेखेर डेटाहरू कलेक्सन गरेँ। त्यसपछि ग्रुपमा काम गर्नुभयो। ग्रुपमा काम गर्दा उहाँहरूको क्रिएटिभिटी, उहाँहरूको टिमवर्क अनि कम्युनिकेसन, एकअर्कासँग कम्युनिकेट गरेर गरेको कामहरू यसबाट देखिन्छ। जुन चार्ट पेपरमा उहाँले गर्नुभयो एउटा आर्टको फर्ममा, अनि जुन च्यालेन्जको रूपमा दिएको थियो त्यो क्वेसनहरू पनि ठाउँ ठाउँमा लेखेर एउटा नयाँ डिजाइन गर्नुभयो। यसबाट के देखिन्छ भने ग्रुप वर्क गर्दा नानी बाबुहरू चाहिँ अलिक बढी एक्टिभ हुनुहुन्छ। They like to do work in group. And when I talk with my students, some students tell that the group work is tough. Sometimes their friends do not help or just collaborate in work, but somehow some tells that their friends help and they build more confident in presentation. They help them in giving presentation, and some are very good at art, so they do their artwork very well. यसरी उहाँले छुट्टै छुट्टै ग्रुपमा आफ्नो क्रिएटिभिटी देखाउनु भयो। प्लस यो सँगसँगै डेटा सर्वे कसरी गर्न सकिन्छ, डेटा कसरी कलेक्ट भयो र त्यो सेटको 3 सेटको युनियन, इन्टरसेक्सन र कम्प्लिमेन्टसँग कसरी लिङ्क भयो र यो कसरी चाहिँ क्यालकुलेट गर्न सकिन्छ भनेर चाहिँ सिक्नुभयो। अब यसरी गर्दा उहाँले जुन सिकाइमा क्वेसन यसरी बनाउनु भयो, यो क्वेसन बनाउने क्रममा उहाँले बुझ्नुभयो क्वेसन कसरी बनाइन्छ, यो के को लागि हेल्पफुल भयो भन्दा उहाँले क्वेसन पढेर आफ्नो आन्सर दिने, आन्सर कसरी गरिन्छ र क्वेसन बुझ्नलाई सजिलो भयो। क्वेसन पढ्दा पहिला के हुन्थ्यो भने क्वेसन बुझेन भनेर कम्प्लेन आउँथ्यो। अब चाहिँ क्वेसन पढेर उहाँले आफैले बुझेर गर्न सक्नुहुन्छ। And then next material I developed for unit mensuration is on project base. प्रोजेक्ट बेसमा चाहिँ मैले यो डेभलप गरेको छु। यो च्याप्टरमा सेप्सको कुरा छ, विभिन्न सेपहरूको। अब क्वेसन यसमा पनि के आउँछ भन्दा क्वेसनहरू पढ्दा उहाँले कतिवटा फेस छ, कस्तो खालको सेप, यसको एरिया कसरी क्यालकुलेसन गर्ने भन्नेमा धेरै प्रश्नहरू उठ्छ र उहाँलाई धेरै गाह्रो पनि हुन्छ। त्यस कारणले मैले के सोचेँ भने अब उहाँले आफ्नै हातले केही मटेरियल्स बनाउनुहुन्छ भने उहाँले बुझ्नुहुन्छ यो कसरी बनेको छ, यसको फेसहरू कतिवटा छन्, यसको आकार कस्तो छ, अनि यसको एरिया क्यालकुलेसन गर्दा के पार्टहरू इन्क्लुड हुन्छ। यसमा हाम्रो एलएसए, टिएसए र भोल्युम आउँछ। सो यसमा अहिले हाम्रो च्याप्टरमा गर्नुपर्ने भनेको सिलिन्डर, स्पेयर, पिरामिड, क्युबोइडहरू छन्। सो मैले यसलाई चाहिँ क्लेबाट मोडलहरू बनाएर सिकाउने प्रयास गरेँ। अनि यसको अब्जेक्टिभ्स, मटेरियल्स, टिचर्स रोल, एक्टिभिटीहरू
सबै क्लियरली राखेकी छु। त्यस्तै यो पिक्चरहरूमा स्टुडेन्टहरूले आफ्नो नलेज अनुसार, प्रायर नलेज अनुसार, इन्स्ट्रक्सन अनुसार बनाउनु भयो। यो क्युबोइड, कम्बाइन्ड सेप भयो, सिलिन्डर प्लस स्फियर। मैले सबै फोटोहरू त इन्क्लुड गरिनँ। यो कोन प्लस हेमिस्फियर। अब यो गर्दै गर्दा मैले अर्को काम के दिएँ उहाँहरूलाई भने सेपहरूको एक्चुअल डाइमेन्सन लेख्ने अनि टिएसए सिएसए फाइन्ड आउट गर्ने अनि प्रेजेन्ट गर्ने। मेरो हरेक एक्टिभिटीमा मैले प्रेजेन्ट र रिफ्लेक्सन पनि राखेको छु। प्रेजेन्ट गर्दा उहाँहरूको सिकाइ अरू साथीहरूसँग सेयर हुने भयो। डिफ्रेन्ट ग्रुपमा डिफ्रेन्ट काम भएको हुनाले उहाँले एकअर्कालाई यसरी सेयर गर्दा एकअर्काको काम र बुझाइ उहाँले सिक्न पाउने भयो। अनि मैले यसमा चाहिँ के गरेँ भने एउटा ग्रुपको प्रेजेन्टेसनमा अर्को ग्रुपले कमेन्ट गर्ने, एउटा राम्रो कमेन्ट, एउटा चाहिँ सुझाव। त्यसरी गर्दा उहाँले क्रिटिकल्ली सोचेको पाएँ, राम्रोसँग प्रेजेन्टेसन सुन्नुभयो अनि त्यसको रिफ्लेक्सन पनि दिनुभयो। अनि लास्ट बट नट द लिस्ट वान, ह्यान्ड्स अन एक्टिभिटीको रूपमा मैले एउटा एक्टिभिटी डेभलप गरेँ। त्यस ट्रायङ्गल्स एन्ड कोअर्डिनेटर्स फ्रम ज्योमेट्री। यसमा मेन अब्जेक्टिभ्स भनेको के हो भन्दा रिलेसन कुनै पनि दुईटा फिगरको यदि त्यो एउटै बेसमा र जुन सेम प्यारल लाइन्स बनेको छ भने त्यसको रिलेसन के हुन्छ त भन्ने नलेजको लागि, त्यो थाहा पाउनको लागि मैले यो एक्टिभिटी क्रिएट गरेँ। यो केमा युजफुल हुन्छ भन्दा थ्योरम प्रुभ गर्नेमा प्लस कन्स्ट्रक्सन गर्नेमा। उहाँहरूले यसबाट के नलेज गेन गर्नुहुन्छ भन्दा सेम बेस र हाइट छ भने एरिया इक्वल हुन्छ। त्यो हाम्रो थ्योरम पनि हो, कन्स्ट्रक्सन पनि हो। त्यसको लागि चाहिँ यो सिकाइ चाहिँ अत्यन्तै जरुरी छ।